किन उपस्थित हुनु भएको छ अलिकति भनिदिनुहोस् त यता फर्केर सम्पूर्णमा नमस्कार। म सुरेन्द्र कुमार सिंह गोलबार नगरपालिका वडा नम्बर 9 को वडा अध्यक्ष पनि। अब हालको यहाँको व्यतिथि र समस्याको बारेमा हामी हजुरहरूलाई पनि जानकारी गराउन चाहन्छौँ कि वास्तवमा गोलबार नगरपालिका वडा नम्बर 9 मा यो घुर्मी खोलाको साइडमा भित्री घुर्मी खोलामै हाम्रो यो अवस्थित ग्राउन्ड खेल मैदान जुन यहाँ बालबालिका दिनभरि खेल्छ बिहानदेखि बेलुकासम्म। अहिले पनि हेर्न सक्नुहुन्छ कि बालबालिका बिहानदेखि बेलुकासम्म खेल्ने हुन्छ, टुर्नामेन्ट हुन्छ, गेम हुन्छ, बालबालिकाको अन्य गेमहरू हुन्छ, क्रिकेट हुन्छ, फुटबल हुन्छ। र अब यो गेम ग्राउन्डलाई अब जोगाउनको लागि आज हामी सम्पूर्ण भाषीहरूलाई सरकारवालाहरूलाई जानकारी गराएको थियौँ कि यहाँ भएको समस्या चाहिँ के हो। अब यो भएको समस्या यो जुन ग्राउन्ड छ यसमा अब दिन रात जतिखेर पनि टिपर गुड्ने, ट्र्याक्टर गुड्ने, अब त्यसको कारण यहाँ हाम्रो एउटा यसको छेउमा ग्राउन्डको छेउमै क्रसर उद्योग सञ्चालनमा भएको छ। अब त्यसको कारणले गर्दा यो ग्राउन्डबाट नै टिपर, जेसिबी अनि ट्र्याक्टर लोड भएर जाने आउने क्रम भएर यहाँ धुलामै हुन्छ। बच्चाहरूलाई बालबालिकाहरूलाई डाइरेक्ट प्रत्यक्ष असर पनि भइरहेको छ, उहाँको अब स्वास्थ्यमा असर भइरहेको छ। र त्यो क्रसरको कारणले यहाँ अब जति उब्जनी जग्गाहरू छ त्यो सबै बन्जर पनि भइसक्यो। र यहाँको त्यो उत्खननको कारणले गर्दा जुन हाम्रो वाटर लेभल थियो 25 फिटमा 30 फिटमा त्यो अब 50 फिट 60 फिट पुगिसक्यो। अब माथिबाट कल चल्ने अवस्था, पाइप चल्ने सक्ने अवस्था छैन। र रहेको कुरा अब यहाँ राति पनि अब खोलाको छेउमै क्रसर इलिगल, त्यो पनि क्रसर इलिगल हो, पुरै इलिगल। त्यसको न डकुमेन्ट छ न केही छ। अब यहाँ त्यो ठाउँमा जुन सञ्चालन भएको छ त्यो ठाउँको कुनै डकुमेन्ट छैन। तपाईँले यसलाई रोक्नलाई प्रयास गर्नु भएन? म यसलाई रोक्नलाई धेरै प्रयास पनि गरेँ, पटक उहाँलाई तागेदा पनि गरेँ, डकुमेन्टहरूको पनि तागेदा गरेँ, लिखित पनि दिए, तर उहाँहरूले कुनै डकुमेन्ट लिएर अफिसमा उपस्थिति हुनु भएन। त्यस बावजुद पनि मैले सबै निकायमा पठाएको छु कि यो इलिगल हो, यहाँ उत्खनन भइरहेको छ। यो खोलाको छेउमा अब हामी जनसमुदाय कुनै बेला निगरानी गर्ने जति सरकारवाला आउनु उपस्थित हुनुभएको छ, जसलाई पनि तपाईँ हजुरहरूले सोध्न सक्नुहुन्छ कि यो क्रसरबाट तपाईँ कतिको पीडित हुनुहुन्छ भनेर उहाँहरू जानकारी दिनुहुन्छ। प्रहरी प्रशासनलाई तपाईँहरूले भन्नु भएन? एकदम हामी दिन रात भनेको छौँ। म एउटा हजुरलाई पनि देखाउन चाहन्छु कि हामी योभन्दा पहिले यहाँको जनसमुदायले नै प्रश्न उठाएको थियो कि वडाले यो कारबाही गर्नु पर्यो भनेर हामीलाई निर्णय सहित छ। यो कागज देखाइदिनु, यो कागजमा निर्णय सहित छ। हाम्रो यो वडा समितिको पनि निर्णय छ कि यो इलिगल कार्य भइरहेको कार्यलाई बन्द गर्नु पर्यो भनेर हामी एकपट्टि वडाको निर्णय भयो, यो समुदायबाट निर्णय भयो। यो हामी वर्तमान वडा अध्यक्षको पीडा सुनायौँ तपाईँलाई। यो चौर जोगाउनको लागि र यो वडा नम्बर 9 लाई अवैध उत्खननबाट जोगाउनको लागि, यहाँ पानीको स्रोत जोगाउनको लागि, है नदीको मुहान जोगाउनको लागि, यो सिमसार क्षेत्र जोगाउनको लागि यहाँका जनताले अथक प्रयास गरेका छन्। तर क्रसर उद्यमी र प्रहरी प्रशासनको मिलीभगतमा कसरी प्राकृतिक स्रोतको दोहन भइरहेको छ र बस्ती, मानव बस्ती, खेतीयोग्य भूमि कसरी उजाड भइरहेछ, यो जिउँदो नमुना यहाँ देख्न सक्नुहुन्छ। अब म यहाँका निवर्तमान वडा अध्यक्षज्यूलाई म सोध्दैछु, उहाँको पालोमा के भयो, उहाँको गुनासोहरू सुनौँ। के भयो यो तपाईँले यो फिल्ड जोगाउनलाई तपाईँको पालामा के प्रयास गर्नुभयो, अहिले के गर्दै हुनुहुन्छ भनिदिनुहोस् त यता फर्केर। अब यो फिल्ड त पूर्वत अवस्थादेखि नै हो, खुल्ला घेरबार नभएकोले यताबाट अत्रतत्र जतातिरबाट पनि गाडी घोडाहरू, मोटरसाइकलहरू, हाट बजार जाने व्यक्तिहरू हिँडिराखेका हुन्छन्। विषयवस्तु यति हो यो फिल्डको विषयमा। पटक हामीले चाहिँ नै फिल्ड संरक्षण गर्नुपर्छ भनेर संरक्षकको हिसाबमा क्रसर व्यवसाय सञ्चालन गरेपछि उनीहरू अवश्य हो कि खोलाको र मेटेरियल उनीहरूलाई चाहिन्छ। र मेटेरियल नभएर क्रसर चल्दैन। र मेटेरियल लिन्छन्, र मेटेरियल लिने बेलामा अब ठेकापट्टा लगाइसकेका छ भने खोला ठेका लाउँदा पनि नगरपालिकाहरूले जसरी विगतमा वर्षको ठेका लाग्थ्यो अब चाहिँ नै घन मिटरमा ठेका लाग्छ। प्रावधानहरू परिवर्तन भएर अहिलेको मापदण्डमा के छ भने चुरेले दिएको प्राकृतिक स्रोतबाट प्राप्त भएको र मेटेरियल बालुवा गिटी ढुङ्गा हामीले लिने हो, जथाभावी उत्खनन गर्ने होइन, पानी बग्ने ठाउँबाट उत्खनन गर्ने पनि होइन। तर यहाँ चाहिँ नि कानुनी अडचन, जेसिबी प्रयोग हुँदैन, बेलचाले गर्छ। त्यो हिसाबले चाहिँ नि अब क्रसर चलाउनेहरूले बेलचाले उत्खनन गरेर सम्भव त हुँदैन। त्यहाँ चाहिँ नि हेभी इक्विपमेन्टहरू प्रयोग गरिन्छ र त्यहाँबाट उत्खनन हुन्छ। यसले क्षति त पुर्याएको छ नि पानीको मुहानमा। अब क्षति त भन्ने जाने हो भने क्षति त यो घुर्मी खोला
बाट उत्खनन गर्ने खालको अब छँदै छैन। अहिले हेर्नु हामी जहाँ बसेका छौँ यो दोस्रो तहमा हामी छौँ। योभन्दा तल एक तह भइसकेको छ र त्योभन्दा पनि तल छ, 3 तहमा पानी बगिरहेको छ। हामी यो डाँडा देख्दछौँ, यो डाँडा पहिले खोला यहाँबाट बग्थ्यो र यो डाँडा हुन्थ्यो, किनारा खोलाको यो हुन्थ्यो। अहिले खोलाको गहिराई घटेर तपाईँको योभन्दा तल गएर 2टा झन् गहिराइहरू भएको छ। अब यो हिसाबले हेर्दै जाने हो भने हामीले चाहिँ यहाँ खुर्मी खोलामा उत्खनन गर्ने ठाउँहरू कहाँ कहाँ छन्, त्यो ठाउँबाट मात्र उत्खनन गर्नुपर्ने प्रावधान यदि ठेक्का बन्दोबस्ती गर्ने निकायले गरिदियो भने हामी पनि सचेत हुन्थ्यौँ र हामी पनि त्यहाँ भन्थ्यौँ यो ठाउँबाट मात्र उत्खनन गर्नुपर्ने हो, अन्य ठाउँबाट उत्खनन गर्न मिल्दैन। मेरो नाम नरेश कर्म। अब यहाँ कति अभाव पार्दो रहेछ यसमा भनेदेखि यताबाट हेर्नु तपाईँ त्यहाँ एकछिन जानुहुन्छ भने त्यहाँ हेर्नु होला बाटो कसरी बनाएको छ। यताबाट बाढी आयो भने त्यो पक्कै यो सबै फिल्डलाई लान्छ। यहाँ पनि त्यस्तै छ। हामी पटक सयौँचोटि गाडी घेरेर ट्र्याक्टर घेरेर यताबाट नलजानु। केटाहरूले खेल्छन् फुटबल क्रिकेट। अहिले हेर्नु 9 नम्बर वाडामा पुरा वाडा 9 नम्बर डन्डा र गोविन्दपुरमा यो मात्रै एउटा फिल्ड छ। त्यसलाई कमसेकम बचाऊँ सबै समाज मिलेर, सबै केटाहरू मिलेर। हामी यहाँ बस्छौँ, हाम्रो भाइहरू छन्, उता हाम्रो टिमको क्याप्टन फुटबल टिमको यो सबै खेलाडीहरू छन्। हामी यहाँ 2-3 घन्टा बस्छौँ, तर 24 बस्न सक्दैनौँ। राति पनि उनीहरू कटानी गर्छ, ढोगानी गर्छ होइन। अब एउटा क्रेसर यो मात्रै छैन, 2-3वटा के लान्छन्। तपाईँ गाउँको बाटो गएर हेर्नुहोस्, बाटो खराब भएछ। यो एउटा क्रसर उद्योगी जो अवैध रूपमा क्रसर चलाइरहेछ त्यो यो सिङ्गो समाजभन्दा बलियो छ के छ? अब बलियो नै भन्नु पऱ्यो। अब यहाँ अहिलेसम्म यो यहाँ उहाँको भनाइ के छ त भन्नु न। यहाँ अहिलेसम्मलाई त बलियो नै भन्नु पऱ्यो। किन भनेदेखि अब कसैले हजुर पनि कुरा गर्नुभयो, रिटर्न त पाउनुभयो, द वे हिज टकिङ के तरिका छ होइन। हजुरले पनि भेट्नुभयो, हजुरले पनि बुझ्नुभयो। त्यो यो हामीसँग सबैसँग, म मात्रै होइन, यहाँ पर्सनली म व्यक्तिगत सबैसँग उस्तै हुन्छ कुराकानी। कसैलाई केही बोल्नु छ? हाम्रो ल भन्नुहोस् त। हुनुहुन्छ सबैको तपाईँको नाम भनिदिनुहोस् त। नमस्कार, म गोलगा नगरपालिका 9 वडा सदस्य हासिमिया उर्फा। यो गोविन्दपुरवासीलाई सबैलाई दिक्कत छ, किनकि हाम्रो वाटर लेभल यो उत्खननले गर्दा हाम्रो वाटर लेभल पनि डाउन भइसक्यो। जुन हाम्रो 25-30 फिटमा पहिला पानी थियो, अहिले सबैभन्दा पनि मुनि गइसकेको छ, पानी छैन। त्यसपछि तपाईँको करेसरदेखि यता पनि तपाईँहरू पनि हेर्नुभयो होला, त्यो हाम्रो सार्वजनिक जग्गामा माल स्टोक गर्ने अनि विभिन्न किसिमको यो फिल्डमा ट्र्याक्टर चलाउने, टिप्पर चलाउने विभिन्न किसिमको हामीहरूलाई समस्या छ। र हामीहरू भन्दा जति बेला पनि फोन गर्दा प्रहरीले फोन गर्दा प्रहरीले तपाईँलाई चासो दिँदैन। हामीले प्रहरीले फोन गर्दा यहाँ प्रहरी आउन भन्दा पहिला नै प्रहरीले नै करेसरलाई फोन गरिदिन्छ, त्यहाँबाट गाडी निस्किहाल्छ। डिएसपी साहबले फोन गर्दा मैले एकपल्ट डिएसपी साहबले यो बन्दीको बेलामा फोन गरेँ, मिर्चियाको डिएसपी साहबले बन्दीको बेलामा फोन गर्दा डिएसपी साहबले भन्नुभयो त्यो हाम्रो निकायमा छैन, तपाईँले त वन विभागलाई भन्नु, वनलाई फोन गर्दा ठिकै छ आउँदैछु म। त्यो वनलाई फोन गर्दा म अहिले म बिदामा घर गएको छु, म मान्छे पठाएर छु। अब कति बेला 1 बजे 2 बजे राति समय हाम्रो पूर्व वडा अध्यक्ष, अहिले वर्तमान वडा अध्यक्ष, हामी गाउँको समाज सबै युवाहरू 11 बजेदेखि 2 बजे 3 बजेसम्म हामी ड्युटी गरेर बसेको छौँ राति। अब कति दिन समय हामीहरू गाउँले केटाहरू कति दिन समय हामी बस्ने ड्युटी गर्ने। अब त्यसको व्यवसाय नै यही हो, रातभरि खोलेमा बस्छ। कति बेला लग्छ, प्रहरीले फोन गर्दा प्रहरी आउँदैन। धन्यवाद। ती हुनुभन्दा हाम्रो एउटा आग्रह छ हामी समय समाजको, खोला ठिका किन? यो खोला ठिका गरेर पैसा कमाउनु चाहिँ को? यहाँका सरकार। दुःख हामी किन भोग्ने? यस बापत 48 लाखमा योपालि ठिका लागेको छ, गत साल 32 लाखमा। 9 महिनामा यहाँका सरकारले 32 लाख र 48 लाख कमाउने। हामी चाहिँ हाम्रो गाउँ समाजलाई के फाइदा? हामी मर्या छौँ। यो ठिका बन्द हुनु पर्यो, ठिका बन्द। अर्को खोला छ हेर्नुहोस् न, तपाईँ कहाँ जानुहुन्छ, हुर्मी खोलाको ठिका बन्द गरौँ। यदि बन्द भएन भने हामी यो समाज यही स्ट्राइक गर्छौँ, हुर्मी खोला त्यहाँदेखि बन्द गर्छौँ हामी गाडी। मेयरको भूमिका के छ यसमा? अहिलेसम्म यो कुरा हामीले मेयर श्यामश्रेष्ठको भूमिका के छ? मेयर साहबसँग हामी डिस्कस गरेका छैनौँ, तर मेयर साहबसँग पर्सनली हामी कसैले डिस्कस गरेका छैनौँ। हाम्रो माग के भने खोलाको ठिका बन्द गर्नुहोस्। तपाईँको खोला ठिका बन्द गरेर सरकार पैसा कमाउँछन्, मेयर साहब या यहाँका निकाय जसले पैसा कमाउँछ। ठिक्कामा हामी गाउँले पानी खाएर पाएको छैन, पानीको लेभल तल गयो। यसले घाटा हाम्रो गाउँले, फाइदा भनेको सरकारको, घाटा चाहिँ हामी पब्लिकले बेहोर्नुपर्छ। त्यही भएर यो ठिका चाहिँ बन्दै हुनु। अब यो खण्डनले गर्दा, खोला खण्डनले गर्दा 80 फिटमा पानी खाइराखेको हामी छैन।
अहिले यही साउन भादोमा नै यो वर्षा नहुँदाखेरि हाम्रो सबै कल बोर्डिङ सबै लाखौँ लाख पुँजी लगाउँछ, पानी छैन निर्वाचित जनप्रतिनिधिले लाइसेन्स माग्दाखेरि किन देखाउनु भएन? मैले देखाएको छु, तर कानुनी रूपमा वडा अध्यक्षलाई दिने मैले निकाय घरेलु छ, निकाय जिल्ला समन्वय छ, निकाय स्टुडियो कार्यालय छ, निकाय जिल्ला प्रहरी कार्यालय छ, वडा अध्यक्ष पनि एउटा निकाय हो नि। निकाय मैले वडा दिन 13वटा 12वटा वार्डमा हामी कहाँ दिन्छौँ? हामी नगर प्रमुखमै पठाइदिएको छु। हजुरहरूले लिन चाहनुहुन्छ भने निकायसँग लिँदा हुन्छन्, यदि मसँगै चाहिन्छ भने अहिले पनि प्रमाण म मोबाइलमै बोकेको छु, तपाईँले चाहिन्छ भने प्यान नम्बर पनि दिन्छु। मलाई दिनुभन्दा वडा अध्यक्षलाई दिए भए होइन, सबैसँग सम्भव छैन, मैले निकायले दिने। हजुरको म डुप्लिकेट छु या खराब छु भने तपाईँको निकाय छ नि, घरेलु छ नि। यो तपाईलाई के लाग्छ, यो तपाईले जुन उद्योग चलाउनु भएको छ मैले यसले यहाँको वातावरणलाई प्रभाव पारेको हो कि होइन? यही वडा नम्बर वडा सदस्यका हारुन भन्ने सँग जग्गा 19,05,000 जग्गा किनेको छु। यसैको भुपुर वडा अध्यक्ष रामपुकार यादवबाट सिफारिस लिएको पनि कान्तिसँग लाइसेन्स पनि ल्याएको छु। त्यति मात्र हैनन्, यदि सामाजिक कुनै किसिमको नकारात्मक प्रभाव पर्यो भने हामीलाई समाजबाट या कानुनबाट तपाईँ समाजलाई सहयोग गरिदिनुहोस्। यो उद्योग बन्द गर्नुपर्छ भने हामी जिगरको साथमा बन्द गर्न र सामाजिक दुष्प्रहार जुन हुन्छ नि त्यसलाई रोक्न पनि सहयोग। तर मेरो विनम्र अनुरोध के छ भने नेपाल सरकारले दिएको लाइसेन्सलाई कुनै माफियागिरी र तागतको बलमा रोकाउन चाहन्छ भने यो कदापि चुनौती स्वीकार्य छ, तर हामी दिँदैनौँ। तर कानुन सम्बद्ध यदि बन्द गर्नुपर्छ भने 1 किलोमिटर पर मात्रै क्रसर उद्योग खोल्न पाइन्छ। तपाईले नदीमा कसरी लाइसेन्स यही आग्रह गर्न चाहन्छ। 2062 को संशोधनले जुन 500 मिटरमा दिएको थियो, नेपालमा क्रेसर उद्योग 6वटा मात्रै लाइसेन्स बनेको ठाउँमा छ। जति उद्योग छ मापदण्डमा 1 किलोमिटर 500 मिटर 200 मिटर पक्कै छ, तर नेपाल सरकारले किन त्यहाँ मध्यनजर ध्यान पुग्दैन भने लाइसेन्स दिने बेलामा त्यो उत्पादन हुने धान हुने ठाउँमा बाटो सुविधा नहुने ठाउँमा क्रेसरको लाइसेन्स पक्कै दिएर पनि उत्पादन गरे होइन। नेपाल सरकारलाई उद्योगबाट यदि विकासको अपेक्षा छैन भन्दा 500 मिटर पर क्रसर हुनुपर्छ। तपाईको क्रसर त नदीमै छ, कसरी लाइसेन्स दिनुभयो? नजरी दृष्टिकोणले तपाईको नजरियाले त्यो खोला हो, मेरो नजरले मैले जमिन लालपट्टा लिएर खोलेको मेरो नक्सा हो। नक्सा पनि अहिले तपाईँ हेर्न सक्नुहुन्छ, खोला देखिने हो। तर मेरो 3.5 बिघाको प्लोटमा 8 कट्ठा जग्गा जुन हाम्रो अहिले पनि खसेको छ, यही साल खसेको छ। म आग्रह गर्दा तपाईँको माध्यम नेपाल सरकारसँग मेरो क्षतिपूर्ति उपलब्ध गराइदिनुहोस्। हामी भनेपछि तपाईँको जुन जग्गा कटान भयो त्यसको नेपाल सरकारले क्षतिपूर्ति दिँदैन भने तपाईँ खोलामै क्रसर चलाउनु? एकदम नै। तर तपाईँ थर्ड आई अर्जुन दाइ, तपाईँ पनि विज्ञ व्यक्ति, समाजसँग जोडेको व्यक्ति हुनुहुन्छ। यो नेपाल सरकार मात्रै हैनन्, सामाजिक केही कुराहरू टोटली कानुनले पनि चल्दैनन्, केही कुराहरू व्यवहारिक छन्। तर मेरै हैनन्, सिराहा जिल्लामा जति पनि क्रेसर छन् सबैको मापदण्डमा ल्याई न्यायसङ्गत सिफारिस दिएका न्यायसङ्गत सार्वजनिक सम्पत्तिहरू अहिले पनि भोग चलन गरिएको लालपट्टा भन्दा नक्सा भन्दा बढी त्यो तपाईँहरूले पनि निकालिदिनु हुन आग्रह गर्दछु।